नमस्ते सम्पूर्ण मित्रहरुमा म आज यो बानिया पाखाबाट भिडियो बनाउँदैछु। हजुरहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। मन परे लाइक शेयर पनि गरिदिनुस् अनि सब्स्क्राइब पनि गरिदिनु होला। म त्यति बोल्न त जान्दिन, त्यही पनि यसो यो सुन्दरी बजारको डाँडाबाट हजुरहरुलाई थोरै भने पनि दृश्यहरु देखाउँ, यो एरियामा के कस्तो छ भनेर देखाउँ भनेर यहाँ डाँडा चढेको थिएँ थोरै फुर्सद मिलाएर। आशा छ हजुरहरुले यो भिडियोलाई पनि मन पराइदिनु हुनेछ। यहाँ अझै एउटा बुट्टा त बाँकी रहेछ, यहाँ पिपलको बुट्टा बस्ने ठाउँहरु पनि छ चट्ट। पहिला यो डाँडामा एक्लै हिँड्न पनि डर लाग्ने जस्तो झाडी थियो, अहिले त यो खारेर यस्तो अझै पनि खार्दै हुनुहुन्छ, कतिसम्म तल झार्नुहुन्छ यस्तो छ अहिलेको यो बानिया पाखाको। यहाँका साथीहरुले यो एरिया मिस गर्नुभएको छ भने मैले आज थोरै देखाउने चेष्टा गरेको छु। आशा छ हजुरहरुले मन पराउनु हुनेछ। ल बानिया पाखा यस्तो भइसकेको छ, पहिलाको घना झाडी भएको ठाउँ अब यहाँ पनि सायद प्लटिङ हुने होला, पछि राम्रै बस्ती बस्ने सम्भावना देखिएको छ। यताबाट अगाडि देखिएको सुन्दरी बजार, यतापट्टि देखिएको बुढी बजार। यहाँबाट सुन्दर हिमालको दृश्यहरू देख्न सकिन्थ्यो, तर अहिले बादल लागिएको छ। बादल लागेकोले ती सुन्दर हिमालहरू ओझेलमा परेका छन्। चर्को घाम लागिरहेको छ, टन्टालापुर घाम। लेखनाथ ट्याक्सी इकाइद्वारा निर्मित प्रतीक्षालय अरगाउँ चोक, सायद वहाँ बाटो चक्ल्याउने क्रममा यो ट्याक्सी स्ट्यान्ड पनि हटाइएको हुँदा सायद यो प्रतीक्षालय यहाँ ल्याइपुर्याउनु भएको हुनसक्छ सायद। अब म यताबाट मास्तिर लाग्छु, माथि डाँडातिर जान्छु, त्यहाँबाट देख्ने भ्यूहरू म हजुरहरुलाई देखाउनेछु। यहाँ तल फेदीमा एकजना भाइको घर थियो, हामी एउटै स्कुलमा सँगै पढ्ने गर्थ्यौँ। ऊ भाइ र म कहिले हाम्रो घरमा बस्ने, कहिले उसको घरमा बस्ने क्रममा यो बाटो खुब उकालो ओह्रालो गरिरहेको थियो, तर अहिले यस्तो गाडी हिँड्ने बाटो नै बनाउनु भएको रहेछ। यहाँ भाइको घरमा निबुवाको बुट्टाहरू, भोगटेका बुट्टाहरू हुन्थे, त्यो खानालाई पनि हामी आउने गर्थ्यौँ। अहिले हाल ऊ भाइ जापानतिर छ। ल भाइ यो भिडियो हेरेर के कमेन्ट गर्न चाहनुहुन्छ गर्नु होला है भाइ। ल यस्तो छ यहाँको दृश्य। यस्तो छ यहाँ तल तलसम्म खनिसक्नु भएको रहेछ, अझै यता खन्न बाँकी नै रहेछ।
यस्तो छ माटो भन्दा ढुङ्गा बढी रहेछ यहाँ यहाँबाट पारी देखिएको ठाउँ यो भेरी फार्म भन्ने साइडमा होला सायद यो एयरपोर्ट भन्दा तलतिर बानियापाखाको स्थिति यस्तो छ अहिले यसरी देखिएको छ यहाँबाट देखिने भ्यूहरू यहाँबाट तलतिर रिठेपानी किपट भन्ने ठाउँहरू पर्छ यतापट्टि देखिएको किपट रिठेपानी भन्ने ठाउँहरू त्यहाँदेखि पारी देखिने चाहिँ बहुमारा होला सायद बहुमारा मैले तल स्कुटर बनाउन दिएको छु त्यो स्कुटर बनाउन अलिक समय लाग्ने भएर म यो डाँडो चढेको आज यो डाँडो चढेर यताको दृश्यहरू मैले देखाएको छु पोखराको भ्यू अनि लेखनाथको भ्यू यस्तो छ हरियाली छ चारैतिर तरकारी खेती गर्नुभएको छ धान खेतीहरू छन् मकैबारी छन् अब धान पनि पसाइसकेको छ मकै अब पाक्न लागिसकेको छ धानको बिउ लगाउने चटारो छ यति बेला यो चाहिँ पृथ्वी राजमार्गको हाइवे यसरी गयो भने पोखरा पुगिन्छ सुन्दरी बजार हुँदै यसरी हामी बडी बजार हुँदै विजयपुर चाउथ्यो हुँदै हामी पोखरा बजार पुग्न सक्छौँ वहाँ पारी देखिएको चाहिँ पोखरा बजार माथि डाँडा देखिएको चाहिँ सराङकोट यस्तो छ दृश्यहरू यहाँबाट देखिएको यस्तो बाक्लो बस्ती बसिसकेको छ यहाँ पनि आमा टन्नै घरहरू देखिएको छ यहाँबाट बाट राखी हुँदै माथिको डाँडाहरू राखी अनि कालिका डाँडा अनि यता हुँदै अर्चलेको डाँडो तल हुँदै आरुपाटाको साइड अनि यो चाहिँ डाँडाको नाकको डाँडो बानियापाखाबाट देखिएको उहाँ तल देखिएको तालचोक उता छेउको चाहिँ सिसुवा अनि हुँदै यहाँ अर्गाउँ चोक यो भयो डाँडाको नाकको डाँडो त्यो चाहिँ त्यहाँ पनि एउटा मन्दिर छ पोखरा भ्याली टन्नै गिद्धहरू बसिरहेको रहेछ पानी रहेछ थोरै त्यो पानीमा नुहाएर बसेको हुनसक्छ यहाँ पानी छ यहाँ नुहाएर अनि उता बस्नुभएको छ ल गिद्धराजहरू अब चाहिँ म यताबाट त्यहाँ मन्दिर भएको ठाउँतिर जान्छु अनि मन्दिरको अलि उताबाट डाँडाबाट पोखरा एयरपोर्ट देखिएछ भने म क्यामेरामा कैद गर्नेछु अब त्यतैतिर जाउँ अब गर्मी पनि भयो पानी ल्याइएन पानी प्यास पनि लाग्न लाग्यो
अब म तलतिर झर्छु होला अब। त बियरको बोतल यसरी यहाँ थुपारेर हरियो वन नेपालको धन ल हेर्नुहोस् हरियाली। यो के हो कटुस चिलाउने अलि तलतिर सालको बुट्टा पनि छन् अनि सानोमा अङ्गेरीका बुट्टा यस्तै छ। यो के हो भलायो हो क्या? यो बानिया पाखामा रहेको चण्डिका मन्दिरको एरिया यो चाहिँ देखिएको। यहाँ चण्डी मन्दिर पोखरा महानगरपालिका 26 रिठेपानी डाँडा कास्की। नयाँ एयरपोर्ट यहाँ रिठेपानी डाँडाबाट देखिएको यो नयाँ एयरपोर्ट। अब जहाज उड्दैछ बुद्धहरूको टर्निङ लिँदैछ। यस्तो चाहिँ यहाँबाट दृश्य पोखरा एयरपोर्टको। यहाँदेखि यहाँ तल चाहिँ सक्नेरीको एरिया रुखले छेक्यो। अब यहाँबाट जहाजले फ्लाइट भर्दैछ उडान लिँदैछ। अब रनिङ गर्दैछ। अब पिकअप लिन्छ होला। ल अब म यहाँबाट चाहिँ फर्किन्छु। अब सायद मेरो स्कुटर पनि बनिसक्यो होला। अब म तल सुन्दरी बजारतिर झर्छु वर्कसपतिर। चण्डी माताले हामी सम्पूर्णको रक्षा गरून्। सम्पूर्णको जीवनमा सुख शान्ति समृद्धिको कृपा बर्साइदिनुहोस्, आशीर्वाद दिनुहोस्। बानिया पाखाको घुमघामपछि म अब तल झर्दैछु। अब यहाँबाट तल ओक्सममा जान्छु। ओक्सममा गएर स्कुटर बनेको रहेछ भने अब घरतिरै लाग्नेछु। आजलाई यति नै। मस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, सम्पूर्णको जय होस्। थ्याङ्क यू फर लभिङ, थ्याङ्क यू फर सपोर्टिङ, थ्याङ्क यू फर वाचिङ। बाई बाई।